यहाँ काटो झन् फेरि बनायो आयो फेरि मारिन्छन् कहाँ उक्यो फेरि। हेलो गाइज, गुड मर्निङ, वेलकम टु आवर न्यू ब्लग। अब आज चाहिँ बिहानै छ भन्दा नि बिहानै छैन, कति भने 11 बजिसक्यो होला लगभग आज चाहिँ। अनि म चाहिँ आज अलिक ढिलो उठेको, अनि उठेर खानासाना खाएर अब चाहिँ यसो बाहिर निक्लेको भर्खर। आँखा पनि दुखिरहेको छ, राति अलिक ढिलो सुत्यो, त्यो भएको कारणले बिहान चाहिँ अनि अलिक ढिलो उठेको म। अनि आज चाहिँ अघि कामसाम मम्मीहरूले अघि खोलिदिने पनि घाँस हाल्ने पनि अघि गरिसक्नु भएछ। यहाँनिर घाँस खाँदैछन् यिनीहरूले, अनि यो सानो छ यो पनि घाँस खाँदैछ। ओइ घाँस खान्छ, मजाले घाँस खान्छ, सानो छ तर खाँदैछ। अनि अब चाहिँ आज चाहिँ घाम पनि लागेर रहेन रहेछ खासै, अलिअलि घाम लाग्छ कि जस्तो पनि भइरहेछ, तर कुहिरोले छेकिरहेछ घाम चाहिँ। अनि यस्तो छ मौसम चाहिँ, यस्तो खालको छ होइन। अनि अब के गर्ने भने आज चाहिँ अब के गर्ने भनेर चाहिँ अब बिस्तारै थाहा हुन्छ होइन। अहिले एकछिनमा म तपाईँहरूलाई देखाउँछु अब के गर्छु भन्ने कुरो चाहिँ सबै देखाउँछु। च्याउँदैन हाम्रो चाहिँ कितिली बिग्रियो ल। ए म त यहाँको पानी पोकेछ भन्दै ए भेट्नु नै निस्क्यो यसको। अनि यहाँनिर अब जुगाड लाउन आँटेछु मैले चाहिँ यहाँनिर लगाएर यहाँबाट कहाँ उक्यो फेरि, यहाँबाट मिलाएर सेटिङ मिलाएर म बनाउँछु अनि देखाउँछु। ए जुगाडलाई यो यसरी यहाँ तारले बाँधेर, त्यहाँको ठुनको सुनको नलगाइ यस्तो थियो, यताको जस्तै थियो, तर त्यहाँको नलगाइ यसरी बाँध बुँध गरेर बनायो। हो पैसा ल्याउनु न बनाएको पैसा धेरै थियो बनाइको यसले 20 रुपैयाँ दिउँला है। अब अहिले छैन 20 रुपैयाँ दिने अरे मलाई उधारो बनाइयो। ल ऐसे जुगाड़ के लिए मुझे संपर्क करे। म चाहिँ अब नुहाइ धुवाइ हानिदिउँ भनेको, घाम पनि अलिअलि लाग्ला जस्तो छैन, पानी चाहिँ पाइपमा तात्छ घाम आएपछि भनेको। खोइ अब घाम आयो भने चाहिँ अब म नुहाउनु पर्यो। क्यास साँडे आफै दारी मिलाउनु भएको, यहाँ काटो आफै मिलाउनु भएको सेन्तेरेम है कि। यहाँ खोलिरह यहाँ इधर कुछ गडबड लग रहा है। यो टायर मिस्त्रीले नि लगाएको हो, मैले त होइन। तर यताको यो अलिक अगाडि, यताको यो अलिक पछाडि, यता अगाडि यत्रो खाली बाँकी छ ठाउँ, यो बिचमा छैन, उतापट्टिको बिचमा छ। मिस्त्रीले नि बाङ्गो लगाइदिएपछि त बाङ्गो भइगयो नि, त्यही भएर कुदाउँदाखेरि यसो लरबरिँदो रहेछ। अलि टायर बाङ्गो लगाइदिएको रहेछ। यो यतापट्टिको यहाँ पछाडि पनि ग्याप छ, यहाँ खाली ठाउँ, अनि यतापट्टिको चाहिँ अगाडि मात्रै खाली ठाउँ छ, यहाँ मात्रै खाली ठाउँ छ, यता खाली ठाउँ छैन। मिस्टेक होइन, मिस्त्रीले त अलिक मिलाएर टक्क पारेर ठ्याक्क पारेर लाउनु पर्ने हो नि त होइन। तर अलिक त्यही भएर अलिक गर्दो रहेछ बाइक। हामी चाहिँ माथि एकछिन काम गरौँ भनेर जानलाई काँटा खोजेको, काँटा छैन। कहाँको त भन्ने कुरो, राखेको ठाउँ बिर्स्यो कि हरायो भन्ने कुरै थाहा छैन। मम्मी छैन, कहाँको त कहीँ छैन। बारीमै छोडियो भन्दा मम्मीले ल्याएको थियो अरे, ल्याएर कहाँ राख्नुभयो त्यहाँदेखि हरायो, खोजे बेलामा छैन। ए बुबे त अघि माथि भेटिएन, छैन, यहाँ आउँदै पनि छैन, घरतिर पनि छैन, गोदामतिर पनि छैन। राख्ने ठाउँ भनेको यही दुईटा हो, दुवै ठाउँ छैन भनेपछि काँटा हरायो।
मामु कहाँ गयो त के लानु कोदालोले हुँदैन भेटिएन ओइ दुईटा गाडा म यहाँ सँगसँगै राख्दै छु जम्मा दुईटा भयो अब एउटा चाहियो दुईटा चाहिँ भेट्यो एउटा चाहिँ छैन अब तिनजना यहाँ आउँदै छैन कतै पनि छैन राख्ने ठाउँ भनेको यतै मुनि हो राख्दै लान्छ लगेर खाने हुँदैन लान्छ कसले कहाँ लग भन्ने कुरो अत्तो पत्तो छैन हराइगयो हराइगयो खै राख्ने ठाउँ भनेको यतै उदियो त्यही घरमा एक ठाउँ त्यतै हो अब राख्ने ठाउँ जतिमा छैन काँटा चाहिँ हराइगयो हाम्रो कसले चोरो काँटा अब यही कोदालोले भए पनि खन्नुपर्ने भयो तीनटा काँटा थियो अनि तीनजनालाई तीनटा काँटाले सजिलो हुन्छ भनेको काँटा त छैन यही कोदालले लिएर हिँडेको अब कसले चोरी भयो चाहिएको बेला मात्रै खोजिन्छ कि त्यही भएर अनि भेटिन्छ त्यही भएको कुरो त्यस्तो परो कुरो यस्तै यही झार फ्याँक्नको लागि यो चाहिँ गाँठे झार हो यो गाँठे झार चाहिँ बारीमा छोड्यो भने फैलिन्छ सबै बारीभरि त्यही भएर यसलाई चाहिँ उक्काएर फालिहाल्नुपर्छ त्यही भएर काँटा खोजे काँटा कसले चोरो कोदालो लिएर आएको त रेडी यहाँ अघि फाल्दै हुन्छ हुँदैन काटिन्छ होला त्यहीँ अनि के अब भयो भने भयो भएन भने भएन मही पनि थाल्नु म पनि थाल्नु पर्यो यहाँ परदेखि झार फ्याँक्दै त्यहाँसम्म ल्याइ पुर्यायौँ गर्मी भयो अनि मम्मी त्यहाँ हुन्छ डेडी यहाँ हुन्छ म यहाँ छु डेडी यहाँ हुन्छ म यहाँ छु तर ढाड दुखेरै बस्यो ढाड दुखो डेडीको अनि मम्मी त्यहाँ अनि म चाहिँ खन्नु पर्दैन भनेर कोदालोले हुँदैन भनेको मम्मीले कोदालो लगेर भए पनि उहाँ मलाई हारै छाडिन् कोदालोले बोकर फेताले गरेर कोदालो लगेर अनि मलाई काँटा दिएर भए पनि लगाइसक्यो डुबाइहालिन् ए यहाँदेखिको उहाँसम्म पुर्याइसक्यौँ अनि तल्लो सकेर यहाँ आएर यहाँदेखिको त्यहाँसम्म पुर्याइसक्यौँ हामीले तर यहाँ चाहिँ साह्रै धेरै अघिको तलतिर त अलिक यति धेरै त झार थिएन यहाँ त यत्रो धेरै झारै झार छ मकै पनि देखिँदैन यता फेरि झार उखेलेपछि त मकै अलिअलि छन् यता त छैन मम्मी काँटा हराएर कोदालोले अप्ठ्यारो पो भन्दै हुन्छ अघि मलाई परेको थियो कोदालो अनि म हुँदैन यो कोदालोले भनेको मम्मीले खोइदाले भनेर मम्मीले त्यसले खन्नु भाइ मलाई काँटा दिएर अब त्यो काँटाले मैले पनि खन्नुपर्छ कुरो टेर्छ पर्छ अब ऊ परसम्म छ झार अनि त्यति सकेर आज जाने आजलाई इन्डिङ हुन्छ छुट्टी हो गई रे छुट्टी हो गई के बोक्नु आएको डेली छुटो मुढा दामी देख्थ्यो त यहाँदेखि त होस् हुन्छ केही हुँदैन भारी बोक्दै हुन्छ म मात्रै रित्तै भयो त यहाँ चाहिँ यत्रो भिड छ यहाँ बाटोको छेउमा लड्यो भने त लडिगयो नि फाइनल्ली मैले चाहिँ नुहाइसकेँ तर हाम्रोमा चाहिँ पानी चाहिँ के गरिदिन्छन् मार्दैको छैन पानी दिँदैन मम्मी अहिले पुगेर आउनुभएको अहिले यहाँ आइपुग्दा फेरि मारिदिइहाल्छ अलिकति खाने पानी त थाप्न दिनु नि एकछिन कस्तो चाहिँ बुद्धि होला मार्दै गर्छन् अनि बनायो आयो फेरि मारिदिन्छन् फेरि बनायो आयो फेरि मारिदिन्छन्
भक्का लाग्ने कुदे दुःख त गरे कुदे फेरि कुदेर पनि त बनाएर एकछिन त तिमी आउनै थियो त्यहाँ अब चाहिँ नुहाइधुवाइ चाहिँ सक्यो मैले नुहाइ चाहिँ सक्यो ड्रममा पानी थियो त त्यसले नुहाएँ अब माथि घाँस काट्दै हुन्छ डेली अब घाँस लिन जान्छ अनि घाँस ल्याएर आइसकेपछि चाहिँ आजको लागि चाहिँ काम तमा हुन्छ त्यति गरेर थुन्नु ल म पानी म यहाँ पसल थुन्नु पर्यो नि त पसल थुनेर अनि जाने माथि हाम्रो चाहिँ यहाँ घाँस काट्ने कार्यक्रम चलिरहेको छ डेडी उफ माथि त्यहाँ कराउँदैछ समातेर काट्दै हुन्छ तल गयो भने तल डिलमुनि गयो भने तल जानुपर्छ भनेर समातेर काट्दै हुन्छ त्यहाँ बसेर अनि यता माथिल्लोपट्टि फ्याँक्ने अरे त्यहाँबाट समाउँदै अब घाँस यति काटिसकेपछि आजलाई हुन्छ अनि आजलाई भइसकेपछि नि आजलाई घाँस पुग्छ अनि आजलाई घाँस पुगिसकेपछि नि आजलाई पुग्छ अघि ऊ माथिबाट ल्यायौँ नि हामीले उहाँ माथि घाँस ल्यायौँ अघि अहिले माथिबाट ल्याएर अनि यो काट्न थाल्यो अब यो अलिकति काटिसकेपछि घाँस पुग्छ अनि आजको लागि चाहिँ भ्लगलाई पनि यतैतिर एन्डिङ गरिदिउँ अब चाहिँ रात पनि पर्न लाग्यो अनि लाइक गरिदिनु होला भिडियोलाई यहाँसम्म हेर्नुभयो भने अनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला धन्यवाद।